नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी जाँदैछौँ घरदेखिकै बनाऊ भनेको थिएँ, त्यतिकै फत्ता हिँड्दै छिटो भरि, त्यही भएर बनाउनु पाएन। आज हामी गाडीमा छ। यहाँ हेर्नु नि केटाकेटीहरू के हो भाइ देखाइदेऊ त त्यो दिनु अरे ल यो खाऊ एकछिन दिएको जस्तो लागि झगडा पर्दैछ है। र चाहिँ हामी सेलरोटीको लागि गएको। यहाँ चाहिँ उहाँ चाहिँ पर्व नानाको छोरा हुनुहुन्छ। हामी चाहिँ जेठाजी पर्छ है। जाँदैछौँ उयो गर्नु परेन है। र म तपाईँहरूलाई बाटो घाटोको देखाउँदैछु है। यहाँनिर चाहिँ सबै ल्याउँदैछ। आज चाहिँ म भाउजू ठुलो भाइ सानो भाइको मम्मी पापा र दाजु हुनुहुन्छ है। एकछिन दोकान जानु भएको छ। म तपाईँहरूलाई सबै बाटो घाटोको सबै देखाउनेछु। र मेरो भिडियो प्लिज लाइक चाहिँ गरिदिनुहोस् है। र मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। सबै देखाउनेछु है। अहिलेको लागि गरमले प्याक भइसक्यो। यस्तो गरम छ कपाल छोडेको अहिले फेरि उहाँ के अरे हिँड्दाखेरि उहाँ चाहिन्छ। म हेर न के खाएको यहाँ हेर्नु न। म मुखमा मात्रै हाल्नु बिस्तारै टक्क छुनु न टक्क छुनु न। गरम कस्तो भइरहेको छ
देख्नुभयो होला तपाईँले नजारा है कस्तो भयो के भयो अन्त यहाँनिर चाहिँ तल हामी पार्किङ लागि आउँदैछ है अहिले चाहिँ हामी गाडीमै छौँ अब यहाँनिर पार्किङ गर्छ अन्त चाहिँ एकछिन म तपाईँलाई फेरि देखाउँछु हेर नि फेरि के भएको ननिस्किन यहाँ आऊ न उहाँबाट हेर्नुको लागि केही छैन म हात पक्रिन्छु आऊ हात पक्रिन्छु म हात पक्रिन्छु ल आऊ म ल आऊ म यो हात पक्रिन्छु नि त आऊ आऊ यहाँ केही छैन यहाँ मङ्कीहरू त छैन यहाँ त हेर सबैजना मान्छेहरू छ ऊ आइज लवङ आइज ल आऊ ऊ चिप्सहरू कोही छैन केही छैन केही छैन भन्दैछु तल खानुपर्छ बोकेर हेलो हामी चाहिँ गाडीबाट पनि उत्र्यो है मेरो छोरा डराएर उत्रिदिन कि उत्रिदिन भनेर है र अहिले चाहिँ हामी तल झर्दैछौँ यहाँनिर हो र सबैजना आइरहेको छ म सबै तपाईँलाई देखाउने छु यहाँनिर हेर नि डरले यहाँ हात पक्रेकै किन डराएको डराउनु हुँदैन सबै म तपाईँलाई देखाउँछु उयो त हो साथीहरू दोकानहरू यहाँनिर थुप्रो रहेछ अन्त तिमी सेलोटी गोला भनेको होइन सेलोटी गोला भनेको थिएनौ ए यहाँनिर पानीपुरी नि रहेछ केही खाँदैनौ यहाँनिर हेर यी दोकानहरू थुप्रो रहेछ यहाँनिर यहाँ मोमो नि रहेछ तल जान दिँदैन होला तल त जान दिँदैन होला जग्गा भन्छ सेलरोटी जग्गा यो जिलापी जग्गा ए हेर्नु नि मेरो छोरा यहाँनिर वाक्कै डराएर ढुङ्गा झर्छ अरे यहाँनिर यस्तो उसले यस्तो भिडहरू बेसी देखेको छैन त त्यही भएर भिडहरू फेरि फोनमा बेसी त्यो स्लाइडहरू आएको ट्रेनहरू झरेको हो त्यस्तो उयोहरू भिडियोहरू हेरेर पुरा काफरे भइसकेको छ आरुस क्या पुरा काफरे भइसक्यो यहाँनिर ढुङ्गा झर्दैन उयो हुँदैन भनेर भन्दैछ छिट्टो जाउँ कि जाउँ भन्दैछ हामी चाहिँ भर्खर यहाँनिर आइपुगेको है अन्त यहाँनिर आएर चाहिँ एकछिन घुमघाम परेको यहाँनिर सबैजना कहाँबाट आएको रहेछ आज त अलिक कम्ती पो रहेछ नभए कस्तो भिड हुन्छ अब हेर त डर लागेन नि मेरो छोरालाई नि डर लागेन नि डर लागेन पहिला भनिदेऊ लागेन भन लागेन गुड बोय हो नि त नि गुड बोय हो नि त मेरो छोरा नि डराएन अब हामी के खान्छौ मोमो खान्छ नि खाँदैनौ ए म खान्छु ल अब हामी मोमो खान्छौ हो त्यस एकछिन घुमेर हामी फेरि जान्छ हामी घर ए अब घुम्दैन अब हामी मोमोसम्म खाएर गाडीमा चढेर हामी जान्छ ल ल मोमो पनि आयो यहाँ हाम्रो भाइले चाहिँ भयो लागेर खाइरहेको छ सेलरोटी गोला मार सेलरोटी नखाइ फेरि हुँदैन कस्तो मिठो नि भाइ नेपालीहरूको सानो आलुदम र सेलरोटी
यो त गममा हालिहाल्नु त मुखमा दामी अरे मम्मीले खायो अलि कुर्नु नि मम्मीले अर्को छ अर्को ए नखाइदो ल ल हामीले चाहिँ खाइ पनि सक्यो घुमघाम पनि गरिसक्यो फोटो एक दुईवटा खिच्यो अब चाहिँ हामी घर जाने मेरो भाइ पहिला शान्त भयो भाइ लु जाँदैन अब चाहिँ ल खाउँछु त बाङ्गो भएर जान्छ हेर्दै जाउँ न अब हामी गाडीमा चढेको भन्छ यहाँबाट हेर्न त यहाँ हुँदैन अब चाहिँ हामी गएकै साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो बाई बाई हामी गएकै गएको र नगएको एउटै बनायो किनभने उसले न आफू घुम्यो न हामीलाई घुम्नु थियो केही गर्नु दिएन जस्तो गयो त्यस्तै वापस आयो अलिअलि चापर चुपुर खाएर कस्तो भएको छ भिडियो है कस्तो आएको छ सिनेरीहरू अगर तपाईँलाई राम्रो प्लिज लाइक चाहिँ गरिदिनुहोस् र मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र आजको लागि मेरो भिडियो यति नै बाई।